नमस्कार, म सेफ सञ्जय खत्री। मैले हजुरहरूलाई आज चाहिँ एकदम सिम्पल रेसिपी लिएर आएको छु। खसीको मासु बनाउने तरिका एकदमै सजिलो छ। हजुरहरूले हेरेर यसो कमेन्ट गर्नुहोस् कस्तो लाग्छ भन्नु होला है। यो चाहिँ हाम्रो एकदम सजिलो 1 किलो मासुको लागि हो। यो चाहिँ 1 किलो मासु मैले बजारबाट किनेर ल्याएको छु। यो 1 किलो मासुलाई अब हामीले यो रेसिपी अनुसार बनाउने कोसिस गर्नुहोस्। घरमा एकदम राम्रो हुनेछ, मिठो। 1 किलो मासुको लागि धेरै हैन, लगभग 400 ग्राम जति प्याज युज गर्छु मैले चाहिँ। अनि प्याजलाई मजाले फ्राई गर्छु, त्यसलाई चाहिँ ब्राउन हुन दिन्छु। प्याज ब्राउन भइसकेपछि अब हाम्रो गाउँले स्टाइल भनेपछि त अलिकति गाउँले बनाउनु पर्यो। त्यसको लागि चाहिँ मैले लसुन अदुवाको सिलौटोमा पिसेर रेडी पारेँ। प्याज यतिको ब्राउन पनि गरिसकेँ। प्याज यतिको ब्राउन गरिसकेपछि अघिको मैले मटन एड गर्छु। त्यो अब मटनलाई पनि हामीले मजाले फ्राई गर्नेछौँ। मटन फ्राई भइसकेपछि मैले चाहिँ मसला केही पनि युज गर्दैन, एकदम नर्मल युज हुन्छ मसला। यो चाहिँ पहिला बेसार र नुन राखेर मजाले भुट्छु। यसलाई एकछिन भुटेपछि यसो पानी जो खसीमा अलिकति पानी भएको हुन्छ त्यसको मजाले भुटिन्छ अनि पानी पनि छोड्छ मासुले। र त्यसलाई भुटिसकेपछि यतिको भइसकेपछि अरू मसला अझै युज गर्छु। नर्मल जिरा, धनिया अनि अलिकति मिट मसला, त्यो अरू एक्स्ट्रा मसला चाहिँ केही पनि हुँदैन। नर्मल हो यो चाहिँ। नर्मल युज गरेर यसरी यसलाई मजाले पकाउँछु। मैले टमाटर युज गर्दैन। अघि यतिको मसला पाकिसकेपछि फेरि अघि हामीले पिसेको लसुन अदुवा एड गर्छौँ। लसुन अदुवा एड गरिसकेपछि अलिकति तपाईँले यसलाई पकाउने 2-3 मिनट पकाइसकेपछि लसुन अदुवा पाक्छ मजाले। पाकेपछि हजुरले 2 देखि 3 सिटी मजाले लगाउनु होला। अनि तपाईँको एकदम राम्रो यो चाहिँ अब हाम्रो लोकल गाउँघरतिर पकाउने, थोरै पानी हालेर सिटी लगाएपछि गाउँघरतिर पकाउने तरिकाको राम्रो खसीको मासु बन्छ र तपाईँले मजाले खान सक्नुहुन्छ। त्यति धेरै मसला पनि हुँदैन, नर्मली बनाउन सकिन्छ घरमै। सजिलो पनि छ, धेरै सामानहरू पनि चाहिँदैन। 3 सिटी लगाए पुग्छ, 3 देखि 4 सिटी। अब गाउँको हुन्छ भने त मजाले भुटेपछि पाक्छ। यो बजारमा किनेको मासुलाई चाहिँ सिटी नै लगाउनु पर्ने हुन्छ। अब गाउँमा त हामीले कराईमै बनाउँथ्यौँ धेरै जसो।